दर्शकवृन्द नमस्कार। हामी तपाईलाई फेरि पनि यो राङभाङबाट यो अपडेट दिँदैछौँ। विशेष राङभाङ प्रभावित क्षेत्रमा पनि फेरि पनि यातायात ठप्प नै बनेको छ। विशेष चाहिँ यो जलस्तर बढी खोलाको जलस्तर बढिसकेपछि यो अस्थायी पुल माथिबाट पनि यहाँ पानी कुदिरहेको अवस्था। यहाँ अहिले चाहिँ एउटा गाडी निकाल्यो, एउटा गाडी निस्क्यो यहाँ अलिकति यसलाई जङ 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 यहाँबाट एउटा गाडी चाहिँ निस्क्यो। हुन्छ अन्त अहिले यहाँ दुःख सुख, तर यो अलिकति तपाईँलाई हामी जानकारी गराउँ कि अलिकति जोखिम नै छ। यातायात चाहिँ नगरेकै राम्रो, किनभने यहाँ अहिले यस्तो स्थिति छ। अलिक पानी बढ्यो भने झन् यातायात चाहिँ एकदमै हुँदैन। यहाँ अहिले ढुङ्गासुङ्गा हालेर यहाँबाट निकालिएको छ र हिम पाइपको अहिलेको फिलहाल वर्तमान अवस्था चाहिँ अहिले यस्तो छ। आहा तानुङ आज चाहिँ अब यहाँ चाहिँ बनै गरेको राम्रो हुन्छ, किनकि अब यो खोला लेभल बढ्दैछ होइन, पानी लेभलहरू पुरा बढिसक्यो। र आज चाहिँ अब जति पनि यहाँबाट कुद्ने गाडीहरू चाहिँ बनै गरेको राम्रो हुन्छ। अब बिहान चाहिँ अब तपाईँको अलिक योभन्दा कम्ती नै थियो पानी लेभल होइन, तर अहिले चाहिँ अब पानी लेभल बढेर निकै माथि आइसकेको छ। र जति पनि यो ह्यान्ड पाइपहरू भित्र बुच्चेको चाहिँ अब हामीले निकाल्ने ट्राई गर्दैछौँ होइन। यो निकालेर जतिसक्दो पानी चाहिँ यहाँबाट गयो भने चाहिँ हामीलाई राम्रो हुन्छ। तर पनि अब पानी लेभल बढेको हुनाले चाहिँ अब त्यो परमुख चाहिँ हामीले खोल्नै पर्ने स्थिति छ, र त्यसैले हामी त्यो खोल्नेवाला छौँ। जेसिबी चाहिँ बोलाएको छौँ।